आजको लन्डनको मौसम साह्रै रमाइलो, जता हेर्यो त्यतै हरियाली, आनन्दको वातावरण, आनन्दको भ्यू लाग्दै थियो म नेपालमै छु अझै। साँच्चै यो हेरेर त मैले म्यात्तै बोलेको। आज हामी जाँदैछौँ 6 महिनाको दुःख, 6 महिनाको मेहनतपछि ENT अपोइन्टमेन्ट सक्सेसफुल गर्न। केही गरी यो अपोइन्टमेन्ट छुट्छ कि भन्ने डरले हामी दौडिँदैछौँ। म त दौडिहालेँ, मेरो श्रीमती सिस्टममा छ। ल सिस्टमले उसले बाटो काट्यो, अब दौडिन्छ। अब भाग मिल्का भाग हो। ऊ पनि अगाडि दौडेको छ। म फेरि पक भन्दैछु, तर ऊ अगाडि दौडिरहेको छ। मेरो टुप्पी पनि उडिरहेको छ। ल साथीहरू, यस्तो छ हालत युकेमा। टुप्पी उडाउँदै भए पनि फाइनल्ली चेस्ट फार्म हस्पिटल आइपुग्यो। यति सफा, यति शान्त, यति आनन्द। यहाँ पनि नेपालमा जस्तै कुर्ने सिस्टम रहेछ। मेरो श्रीमती चाहिँ नाकको डाँडी नै भाँदिने हो कि डाक्टरले भन्ने तनावमा छ। अब कहाँ जानुभयो? नजानु है कतै पनि, मेरो इङ्ग्लिसको छ। Finally we get the appointment of ENT. She's here. Nothing was happened over there, but it was too much difficult of getting the appointment in ENT. And why I am filming this video is that the reason is it's so neat and clean. It's the first time in the UK I saw such neat and clean hospital. It's a Royal Free Chest Farm Hospital. You can look over there. The scenery is good, and it's neat and clean, and it's a good hospital with good response. The doctor was also so polite, and the staff was also so good. So I like this hospital. Thank you, Chest Pump Hospital. चले नि त AK-47 त फटाटाटाटाटाटाटाटा इङ्ग्लिस अङ्ग्रेजी। कतिपय साथीहरूले बोलिस् त अङ्ग्रेजी त्यहाँ बिग्रिया भन्नुभयो होला। मेरो लागि यही अङ्ग्रेजी ठिक छ। फेरि अब लागियो देखाएर हामी पनि अब घरतिर। अब उही हो जङ्गल, मुसोडको जङ्गल आउँदैछ त्यहाँ। अब लमैको एरिया जस्तो लाग्न थाल्यो मलाई। हरियो देख्यो भने आफ्नो नेपालको याद आउने क्या साथीहरू, होइन त? त्यसपछि अब घरतिर लागियो आनन्दले हरियोमा। ड्राइभरमा माइलो मोटर चलाउँदै भन्ने गाना लगाउन पठाएर, सरी यो त युके पो हो त, कहाँ लगाउँछ त्यस्तो। ल साथीहरू, अब जति हल्ला गरे पनि उही हो, है त? अर्को भिडियोमा फेरि भेटौँला।